एक साँझ येशू र उहाँका चेलाहरू गालिलको समुद्र पार गर्न एउटा डुङ्गामा चढ्नुभयो। येशू डुङ्गाको पछाडिपट्टि तकियामा सुतिरहनु भएको थियो। भीषण आँधी, अचानक समुद्रमा एक भीषण आँधी आयो। छालहरू डुङ्गामाथि बज्रन थाले र डुङ्गा लगभग पानीले भरि नै लागेको थियो। धेरै चेलाहरू अनुभवी माझीहरू भए तापनि तिनीहरू निकै डराए। येशूलाई जगाउनु डराएका चेलाहरूले येशूलाई बिउझाएर भने, गुरुज्यू, हामी डुब्न लागेका छौँ, के तपाईँलाई वास्ता छैन? मर्कुस 4:38 वा प्रभु, हामीलाई बचाउनुहोस्, हामी नष्ट हुँदैछौँ। मत्ती 8:25 आँधीलाई शान्त पार्नु। येशू उठ्नुभयो र हावालाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, शान्त हो, थामी जा। तुरुन्तै हावा रोकियो र ठुलो शान्ति भयो। चेलाहरूलाई प्रश्न। त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, तिमीहरू किन डराउँछौ? तिमीहरूमा अझै पनि विश्वास छैन? वा ए अल्पविश्वासीहरू,